Alright guys, welcome back to another new vlog. Today we are at the Rolling Stones. अनि हामी चाहिँ रोलिङ स्टोन्स बाट निस्किसक्यौं। जियोस उता चाहिँ भित्र चाहिँ भ्लग बनेन। अब के हो त जानिदैन मैले नि अब हाम्रो जानिदैन बवाल ठाउँतिर जान्छौँ हामी चाहिँ हैन। गाइस हामी चाहिँ जाँदैछौँ ल। धन्यवाद मामा ल। हाम्रो मामा यता चाहिँ हाम्रो दाइ। ल अब यहाँबाट बाइ बाइ गर्दै चाहिँ ल फेरि भन्नु त। हान्दै गर्नुस् हाम्रो रोलिङलाई माया नमार्नुस् है ल रोलिङलाई चाहिँ ल मामा ल बाइ बाइ ल। ल हामी चाहिँ अब यहाँदेखि जान्छौँ। प्रभुको जय बारतिर गएर भर्खर आएको नि दोस्त कहाँ हो त नि अनि केटाहरू नचिनी हजुर भागेको कहाँ हो त नि अनिको दोस्त बनाएको डकुमेन्ट सकुमेन्ट सब खिचेर गयो होला नि तिम्रो त तिमीहरू पनि भर्खर हिँडेको ल गाइस हेर्दै गर्नु होला जाम उता उता हाम्रो साधन त ओए सञ्जित हाम्रो साधन उता खाम ल ल दोस्त भाइ ल गाइस हाम्रो साधन चाहिँ उता फेरि ल गाइस हामी चाहिँ घुमिफिरी यहाँ चाहिँ चट्टलाएर अन्तिकोमा चटपट खाना आइसकेको छौँ। यहाँ चाहिँ बाबु छ है हामीले टक्क चटपट अन्डा हान्नको आइरहेको छौँ राति आयो त यता लेग साइड बेस्ट चटपट पानीपुरी पाइने ठाउँ है। हामी टक्क लाएर सबैसँग हुन्छ हामी चाहिँ अनि होइन त हो यहाँ त मान्छे जेस फ्ल्यास हाल्यो भने त त्यस्तो धेरै चार्ज टिकी राखेन। हेरी गर्नुलाई लेग साइडको नाइट लाइफ कस्तो छ त यता फुटपाथ एरियातिर होइन त दोस्त एकदम रमाइलो छ धेरै पछि निस्क्यो यसको चाहिँ डिस्प्ले उडेर खै यस्तो भर्खर बनाएर उडेर डिस्प्ले उडेर है बाबुको 7000 गयो। अलराइट गाइज ल हाम्रो पानीपुरी चाहिँ आइसक्यो ल बाबु झोराल ल अब हाम्रो लेट्स खाइ तैँले खाइ पहिला ल ल खिच्छ ल गिलो बनाइदिनु गिलो ल अब पानीपुरी हन्डा हान्दैछौँ है। दामी यता चाहिँ मन नपरे जस्तो हो कि के हो अमिलो के मुला ल कस्तो किन लजाएको छ र भनेको बुझ्चे रुन्छ यार नरेन त नि ल हाल्नु त ल ल खायो लुकेर आएको खाउकोले खाने अमिलोकै टक्क पऱ्यो खाऊ ल दोस्त फेरि रिएक्सन अट्टै चिते गरेर गर्नुपर्छ दुईटा मात्र रक पेपर सिजर हान्नु न त ल फेरि खानेछ ल दोस्त ल गाइस अघि चाहिँ पानीपुरी आएको थियो गिलो चटपटे आइसकेको छ ल ल ल ल चाहनु ल बाटो स्टल नम्बर 3 ल है ल रिएक्सन है त ल हान्दिउ ल रिएक्सन हान्दिउ पानीपुरी अमिलो टक्क पिरो खुर्सानी टोकेको भर्खर ल दोस्त ल तिमीले हाम्रो रिभ्यू अब ल त बाबु खिच्छ गाइस अहिले चाहिँ हामी चटपट खाँदैछौँ होइन अघि पानीपुरी खाथ्यो भने चिया चटपट खाथ्यो अब टेडली कम्बो
त्यो अस्तिको भिडियो कस्तो हँसो लाग्यो मलाई त्यो मैदीको मागे रोलिङ स्टोरमा त होइन बिरयानी बाहेक अरू त ठिकै मिठो थियो बिरयानी मात्रै ओर्ती थियो बिरयानी मिठो त मिठो हो ए मलाई कहाँ ए होइन उसो भएर चाहिँ बिरयानी के अरे मिठो लाग्यो अरे तर बिरयानी त मिठो प्लेटिङै भन के त हो प्लेटिङ तर पानी लगाइदिएन हेर्दा 2 घन्टा बस्यो होला पानी खाएर रोलिङ स्टोन्स निड टु हियर इट खायो त पानी इम्प्रुभ गर्नुको ओके त्यो कुरा चाहिँ हामी होटल म्यानेजमेन्ट नपढे थाहा हुँदैन अनि नलेज त भइहाल्छ नि होइन यो पानी ल्याएर तिमीलाई लाइफ टाइम उस दिन्छ कि सप्लाई दिन्छ त्यसको प्रमोसन होइन पानी खाँदै खाउँ भने यस्तो गर्नुपर्छ यता टेस्टिङमा त थियो अब पुरै खान्छौँ हामी एकदमै मिठो 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 ल जस्तो मैले रिभ्यू दिएँ वाटर रिभ्यू यसरी यसरी कस्तो यहाँ मिनरल कति छ होला मिनरल भिटामिन कति छ होला यहाँ भुइँमा राखेर भिटामिन कतिको होला त्यसलाई सुन त भिटामिन भिटामिन त छैन यार पानीमा यसमा के कमी हो थाहा के भिटामिन सी को कमी छ के भिटामिन सी उनीको ल यो चाहिँ निशानको पानी निशान ड्रिङ्किङ वाटर रे ल त वाटर रिभ्यू होला यो वाटर रिभ्यू तर यो उसहरूको पानी सब मलाई एउटै लाग्छ एउटै हो कि त्यस पानी धम्बु सोल्टी एउटै हो कि त्यो मलाई त्यो ब्रान्डिङ मात्र फरक हो कि खोलाकै पानी हो ल मूलको पानी भर्छ मिठो पानी गाउँको पानी हुन्छ यार मूलको त्यो यो भर्छ होइन त जता खोला सोला त्यस्तोतिरबाट भर्छ अनि त्यहाँ चाहिँ लगेर प्युरिफाई हाल्ने रहेछ कि यिनीहरूले उसको पानी त गर्छ नि त्यो त्यो बुला त्यो दोकानमा जार लिएर आएको थियो त्यो कम्पनी पहिला म यो मेरो कम्पनीबाट पानी जाने बेला नि मर्निङ जान्थेँ कि जान्दिनँ हामी गाडी लिएर जान्थेँ अनि त्यहाँ चाहिँ त्यो उस हुन्थ्यो कि मतलब एउटा मूल आउँदो रहेछ माथि उसबाट त्यो गाउँ खोलातिर अनि तिनीहरूले चाहिँ यत्रो मेसिनहरूमा प्युरिफाई गरेर तर गाउँको पानी बेच्यो भने गाउँको पानीले जित्छ अब यहाँ त जित्दैन गाउँको पानी केटाहरूको गफ क्याप सुन मैले ल गाइस हाम्रो कालो चिया पनि आइसक्यो अनि यता चाहिँ बाबुले चाहिँ लेमन टी खाने अनि यहाँ बस्नु हामी उता जानै परेन तर यहाँ आउनुभयो हाम्रो दिदी चाहिँ ल मेरो नि यही जुत्ता छ पयाले भयो क्या तल अब ब्ल्याक टी खाएर चाहिँ यता चाहिँ लेमन टी खाने रे बाबुले होइन हटमा कस्तो के हुन्छ र अनि त कहाँको हिरो भनेको फुच्चे मलाई फुच्चे सिक्रेट सुपरस्टार ग्रुपको सिक्रेट सुपरस्टार ए होइन चियो सार्नु पऱ्यो नि त खाएन गाइस हाम्रो चाहिँ लास्ट फुड ड्रिङ्क्स है स्ट्रबेरी मिल्क सेक उता पनि मिल्क सेक कोक डाइट अनि यता चाहिँ बल होइन त नट क्रैकर क्रिस्पी क्रन्ची डिलाइटफुल्ली crispy क्रम्स चियर्स स्नैक टू बीइङ अन एनी टाइम अफ द डे हल्दीराम्सको ल हामी चाहिँ यता अहिले बाहिर बसिरहेको कि अब यो मान्छे यो के खान्छ होइन यो चाहिँ दामी लाग्छ यो नि रिभ्यू लाखा बताउँ ल तिमीले बदम खान्छ ल गाइज हामी चाहिँ यहाँदेखि निस्किन लाग्यो है अहिले चाहिँ लगभग डेन्जर ढिला भइसक्यो अब घर पनि जानु पऱ्यो सो आजको फुडहरूको लागि यति नै सी यु इन नेक्स्ट ब्लग ल बाई बाई ल फेरि ल